नमस्कार, म पवन कुमार अधिकारी। अहिले आम जनमानसमा चोक-चोकमा चाहे सामाजिक सञ्जालभरि चर्चा परिचर्चा भनेको कुलमान घिसिङ, हितेन्द्र साक्य, विद्युत प्राधिकरण यिनै कुराहरूले प्रशय पाएको देखिन्छ। र कुलमान घिसिङ हुँदासम्म विद्युत प्राधिकरणमा कुनै पनि रकमको अभाव भनेर सुनिएको थिएन। सहजै सबै कार्यहरू भइरहेकै सुनिन्थे र सहजै लाइनहरू चलिरहेका थिए, बत्तीहरू चलिरहेको थियो। र जब हितेन्द्र साक्य आएपछि विद्युत प्राधिकरणमा पैसा छैन, विद्युत प्राधिकरण टाटपल्ट्यो, सरकारले सहयोग गर्नु पर्यो, ऋण दिनु पर्यो, अनुदान दिनु पर्यो, यी आदि कुराहरू लोड सेडिङ हुनसक्छ भन्ने कुराहरू सुनिन्छ। यो के हो वास्तविक कुरा त मलाई पनि थाहा छैन। यही सामाजिक सञ्जालमा भेटिएका कुराहरूलाई आधार बनाएर यसै विषयमा यसै हेरफेरिमा मैले पनि सानो रचना तयार गरेको छु। हजुरहरूले मेरो रचना हेरी सुनी प्रतिक्रिया जनाइदिनु होला है त। कुलमान र हितेन्द्रकै चर्चा जताततै, कुलमान र हितेन्द्रको चर्चा जताततै, घाटामा छ प्राधिकरण भन्या सुन्छु कतै। कुलमानले 8 अरब नाफा भन्दै थिए, हितेन्द्रले 5 अरब घाटा देखाइदिए, हितेन्द्रले 5 अरब घाटा देखाइदिए। कुलमान हुँदा नाफामै छ भन्ने गर्थे पहिले, कुलमान हुँदा नाफामै छ भन्ने गर्थे पहिले, घाटा लाग्यो महसुल बढाऊ भन्या सुन्छु अहिले। मन्त्रीहरूसँग यिनको राम्रै साँठगाँठ छ रे भन्या सुन्छु, लोड सेडिङ नि हुन सक्छ अरे भन्या सुन्छु, लोड सेडिङ नि हुन सक्छ अरे। बाँकी रकम उठाउने देखिएन छाँट, बाँकी रकम उठाउने देखिएन छाँट, व्यतिथिको विरुद्धमा गरौँ जनता आँट। के थियो त्यस्तो कुलमानलाई हटाउनै पर्ने, 1 महिना नि नभइकन लोड सेडिङ गर्ने, 1 महिना नि नभइकन लोड सेडिङ गर्ने। इन्भर्टर र सोलर बेच्ने भाका छन् रे दङ्ग, इन्भर्टर र सोलर बेच्ने भाका छन् रे दङ्ग, चुनाव खर्च उठाउँछन् रे कोहीले यिनैसँग। के हो कुरो वास्तविकता पार्नु पर्छ प्रष्ट, सक्षम मान्छे चाहिएको हो चाहिँदैन भ्रष्ट, सक्षम मान्छे चाहिएको हो चाहिँदैन भ्रष्ट। हस्त नमस्ते।